नमस्ते फ्रेन्ड्स यो क्वेसनमा चाहिँ कस्तो छ भन्दाखेरि हामीलाई लगभग कन्सेप्ट चाहिँ उही छ हैन के छ भन्दाखेरि यसमा चाहिँ हामीले ओएबी हाम्रो लागि ओएबी कुन भयो यो एंगल निकाल्नु पर्यो राइट। सो पहिले नै 55 यहाँनिर छ हैन, त्यो त इन्स्क्राइब्ड एंगल हो नि त हैन। सो एंगल एसीबी भनेको 55 यो त गिभनै भयो हैन। ल गिभन भयो। अब यसको र यसको रिलेसन निकाल्दाखेरि चाहिँ कसको हुन्छ, यसको डबल हुन्छ नि जहिले पनि। सो वी हैव हाम्रो के छ भन्दा कि एंगल एओबी इक्वल्स टु डबल अफ एंगल एसीबी है। रिजन लेखिदिनुस्, रिलेसन बिट्विन इन्स्क्राइब्ड एंगल एन्ड रिलेसन बिट्विन inscribed angle and central angle. ठीक छ। ल अब यस्तो गर्दा गर्दा चाहिँ 2 इन्टु कति भन्ने भयो एसीबी 55, त्यो भनेको आई थिंक 110 हैन। यो एंगल चाहिँ 110 आयो। मानौ यसलाई x मानौ भनेपछि यो पनि x हुने भयो। बेस एंगल्स अफ आइसोसेलेस ट्रायंगल सेम हो। सो यसलाई के गर्नु पर्यो भन्दाखेरि इन आइसोसेलेस ट्रायंगल ल यसलाई पुरै लेख्दा पनि भयो हुनुहुन्छ। आइसोसेलेस ट्रायंगल हाम्रो एओबी मा हेर्ने हो भने हैन, नत्र यो वी नो यहाँ बीचमा त्यो किन आइसोसेलेस भयो भने लेख्दिनु नि त। वी नो ट्रायंगल एओबी इज एन आइसोसेलेस ट्रायंगल। ठीक छ। कारण चाहिँ सिन्स AO is equals to BO being radii of same circle। ठीक छ। यो कम्प्लिट गर्न खोजेको खास यो बुझिहाल्नुहुन्छ हैन। radii of same circle। ल त्यसो भन्दा भनेपछि त हाम्रो यो 2x हुने भयो हैन। ए सरी x प्लस x र 110 जोड्यो भने कति हुने भयो 180 हैन। सम अफ internal angles in a triangle जे भन्दा पनि भयो internal angles in a triangle is 180। ठीक छ। यहाँसम्म ठीक छ, बुझिराख्नु भएको छ। 2x भयो 110 भयो। ठीक छ। x is equals to 180 minus कति भयो 110 भयो। 2x is equals to so this is 0 70 भयो। x भनेको 2x भनेको 70 भयो। x भनेको यदि हामी 70 डिवाइड बाइ उता लगिदिन्छौँ भने 2 आयो। देयरफोर x is equals to कति हुने भयो 35 हो। हामीले x कसलाई मानेको थियौं ओएबी लाई, यसलाई x मानिरहेको थियौं हैन। सो देयरफोर ओएबी भन्नु नै x हो, x भन्नु नै कति भयो 35। सो यो हाम्रो आन्सर हाम्रो लागि यही नै भयो हैन। ल